नमस्ते। आज अप्रिल 5 मा नेपाल स्टक एक्सचेन्जमा निकै ठूलो हलचल देखियो। बजार 105 अङ्कभन्दा धेरैले तल झर्यो। आखिर आज भयो के त? आउनुहोस् आज दिनभरिको बजारको यो उतार चढावलाई एकदमै सरल भाषामा बुझौं। आज हामी 5वटा मुख्य विषयमा कुरा गर्नेछौं। सबैभन्दा पहिला आजको मुख्य हेडलाइन के रह्यो? त्यसपछि बजारमा देखिएको गिरावट कतिको व्यापक थियो? यस्तो बजारमा पनि केही कम्पनीले राम्रो प्रदर्शन गरे। तिनीहरू को थिए? पैसाको प्रवाह कतातिर भयो? र अन्त्यमा दिनभरिको बजारलाई समीक्षा गरेर यसबाट के बुझ्न सकिन्छ भनेर हेर्नेछौं। ल, सुरु गरौं पहिलो खण्डबाट। आजको बजारको मुख्य समाचार। आजको कारोबार सत्रबाट निस्केको सबैभन्दा ठूलो र महत्त्वपूर्ण कुरा के थियो त? यो नै हो आजको हेडलाइन, -3.79%। नेप्से परिसूचकमा यति ठूलो गिरावट देखियो जसले 105 अङ्कभन्दा बढीको कमीलाई जनाउँछ। यसले दिनको सुरुवातदेखि नै बजारको लागि एउटा नकारात्मक माहौल बनाइसकेको थियो। र यो गिरावट केवल मुख्य नेप्से परिसूचकमा मात्र सीमित थिएन है। यहाँ हेर्नुस् त, क वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स होस् वा कारोबारका लागि उपलब्ध शेयरलाई जनाउने फ्लोट इन्डेक्स, सबै प्रमुख सूचकहरू 3% भन्दा धेरैले घटेका छन्। यसले के देखाउँछ भने बजारको गिरावट चौतर्फी थियो। अब दोस्रो खण्डमा जाउँ, जहाँ हामी यो गिरावटले हरेक कम्पनीमा कस्तो असर पार्यो भनेर हेर्नेछौँ। यसले हामीलाई बजारको समग्र मुड कस्तो थियो भनेर बुझ्न मद्दत गर्छ। यो चार्टले आजको बजारको कथा एकै झलकमा भन्छ। हेर्नुस् त, कारोबार भएका कम्पनीहरूमध्ये 261वटा कम्पनीको शेयर मूल्य घट्यो, तर जम्माजम्मी 7वटाको मात्रै बढ्यो। यो दृश्यले नै बजारमा बिक्रीको दबाव कति बलियो थियो भन्ने कुरा प्रष्ट पार्छ। यसलाई अर्को तरिकाले हेरौँ न। अघिल्लो स्लाइडकै तथ्याङ्कलाई केलाउने हो भने आज बजारमा मूल्य बढ्ने हरेक एक कम्पनीको लागि 37 भन्दा बढी कम्पनीहरूले आफ्नो मूल्य गुमाएका छन्। यो अनुपातले बजारको नकारात्मक भावना कति गहिरो थियो भन्ने कुरा अझै छर्लङ्ग पार्छ। यस्तो निराशाजनक दिनमा पनि केही कम्पनीहरूले भने सकारात्मक प्रदर्शन गरे। अब तेस्रो खण्डमा हामी बजारको प्रवाहको ठिक उल्टो दिशामा उभिन सफल केही अपवादहरूको बारेमा कुरा गर्नेछौँ। र यो स्लाइडले ती चम्किला अपवादहरूलाई देखाउँछ। यी 5 कम्पनीहरू आजका शीर्ष गेनर हुन् र सबैभन्दा रोचक कुरा के छ भने यिनीहरू सबैले लगभग 10% सकारात्मक सर्किट छोए, जुन यस्तो घट्दो बजारमा एक असाधारण प्रदर्शन नै मान्नुपर्छ। ल, अब चौथो खण्डतिर लागौं र हेरौं कि पैसा कता बगिरहेको थियो। मूल्य परिवर्तनबाट ध्यान हटाएर अब हामी सबैभन्दा धेरै कारोबार कहाँ भयो भन्ने कुरामा केन्द्रित हुनेछौँ। यो सूचीमा ती कम्पनीहरू छन् जसले आज सबैभन्दा बढी लगानीकर्ताको ध्यान र पैसा ताने। एचआरएल, एसएचआइभीएम र एनजीपीएल जस्ता कम्पनीहरूमा सबैभन्दा धेरै रकमको शेयर किनबेच भयो। यसले के देखाउँछ भने बजार घट्दा पनि यी स्टकहरूमा उच्च गतिविधि थियो। र यहाँ एउटा विरोधाभासपूर्ण तर महत्त्वपूर्ण कुरा छ। बजारमा यति ठूलो गिरावट भए पनि कारोबारको मात्रा भने अचम्म लाग्दो किसिमले उच्च रह्यो। यसले के संकेत गर्छ भने बजारमा एक किसिमको प्यानिक सेलिङ वा ठूलो मात्रामा प्रफिट टेकिङ भएको हुन सक्छ। आज कुल कारोबार रकम 12.38 अरब रुपैयाँ पुग्यो। यो एक निकै ठूलो रकम हो जसले बजारमा कति धेरै शेयर हात परिवर्तन भयो भन्ने संकेत गर्दछ। संख्यामा कुरा गर्दा कुलमा 3 करोड 12 लाख किताभन्दा बढी शेयरको किनबेच भयो। यसले बजारमा भएको गतिविधिको विशालतालाई देखाउँछ। र यो सबै गतिविधि कुल 1,41,000 भन्दा बढी पटकको कारोबारबाट सम्पन्न भयो। यसले प्रमाणित गर्छ कि आजको दिन एक अत्यन्तै सक्रिय व्यापारिक दिन थियो। र अब हाम्रो अन्तिम खण्डमा, जहाँ हामी आजको बजार प्रदर्शनबाट मुख्य निष्कर्षहरूलाई संक्षेपमा प्रस्तुत गर्नेछौँ। आजको दिनलाई छोटकरीमा भन्नुपर्दा नेप्से सूचकमा ठूलो गिरावट आयो। बजारको भावना अत्यधिक नकारात्मक थियो। केही औँलामा गन्न सकिने कम्पनीहरू मात्र सकारात्मक सर्किट छुन सफल भए र यति ठूलो बिक्रीचापको बावजुद कारोबार भने निकै उच्च रह्यो। सारमा भन्नुपर्दा आजको दिन उच्च कारोबार सहितको आक्रामक बिक्रीको दिन थियो, जसले बजारलाई ठूलो धक्का दियो। र यो विश्लेषणको अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। उच्च कारोबार सहितको यस्तो ठूलो गिरावटले बजारमा नयाँ गिरावटको ट्रेन्ड सुरु भएको संकेत गर्छ वा यो केवल कुनै घटनाप्रतिको एक दिनको प्रतिक्रिया मात्र हो? यसको जवाफ त अब आउने दिनहरूले नै बताउनेछन्।